हाम्रो फेरि यस्तो बाल गइरहेछ यो चाहिँ के भन्नुहुन्छ भने के हो भन्दै न त भरे रातिको लागि सेकुवाको रेडी हुँदैछ गाइस सो अनि यहाँ यत्रो धेरै मासु छ हामी दुईजनाले चाहिँ टक्कर रेडी गर्ने अनि हाम्रो केटाहरू चाहिँ ड्युटी गएको छ नि त ड्युटीबाट आउँछ त्यस पछाडि हामी यसलाई रोस्ट गर्न थाल्छौँ सो अहिले हामी दुईजना चाहिँ रेडी गर्दै हो गाइस हाम्रो चाहिँ काट्ने कार्यक्रम सक्यो अब हामी यति बनाइसकेको छौँ अनि हामी स्टार्ट गर्छौँ यसदेखि अब धेरै नहाल है फेरि थोरै थोरै हाल दुई ठाउँको भन्नुपर्छ क्या हो तेल पनि धेरै नहाल है फेरि सो गाइस अनि हामीले चाहिँ टक्कसँगले रेडी गरिसकेको छ यसलाई चाहिँ हामी लगभग 5-6 घन्टा राख्छौँ त्यस पछाडि रेडी हुने हुन्छ हाम्रो यो चाहिँ अब हाम्रो क्लियर फिनिस भइसकेको है अब हामीले टक्कसँगले त्यसको काम चाहिँ सक्यो है जस्ट अब पोल्ने मात्रै काम छ गाइस सो गाइस अहिले चाहिँ हामी यहाँसम्म पुगिसकेका छौँ अघि टक्कसँगले सक्यो भने अब चाहिँ यहाँ हाम्रो सुरुवात हुँदैछ अब जस्ट केही 15-20 मिनट पछाडि हामी सुरु गर्नेछौँ सो गाइस अनि केटा हो ल बबाल मामाले खोइ जाने हालेको अनि यस्तै हो हेर्दै जानु होला भेस्ट लगाएर आशिष छ सो अनि यहाँ चाहिँ हामी आधी एकतिरको निकाल्दै अनि अर्कोतिर हाल्दै गरिरहेछौँ साथी हो यस्तै चाहिँ कति लाग्छ नि एक तपेस छ के भन्छ हामी डेक्ची भन्छौँ बोल भन्छौँ 20 केजी नभएर 5 केजी हो पाक्यो सो अनि यताबाट हाल्दै लाँदै उताको निकाल्दैछौँ गाइसहरू तपाईँहरू देख्न सक्नुहुन्छ एकदम मिठो छ है तोया हामी जस्तो छ है सो गाइस अनि हामीले चाहिँ खाइँदैछ है झ्याप्पा लाएर एकदम बबाल छ सो गाइस अब यो हाम्रो चाहिँ फाइनल हो सब सकिसकेको अनि लु फाइनल हाल्न ल यो चाहिँ हामीले खाएर सकेको उब्रेको अब यो पनि खानै पर्यो है खाऊ न हौ चम्चीले होइन हातले छिटो छिटो तिमी पनि ल सो अनि म पनि खान्छु यहाँ टक्कसँग यस्तो दिने हो गुरुङले पनि छुनु हुँदैन चम्चीले अलग्ग मुखभित्र लगाएर एकदम बबाल छ गाइस है कस्तो छ गुरुङ कस्तो छ तातो चाहिँ यसरी खानु पाएको भने सो आले कता गयो आले छिटो ए चबाउ केटा छिटो एउटा हालेर चबाउनु डढेको छाला टोको त यस्तो मजा आउँछ सो गाइस यसरी खाने हो क्या यम्मी ठिक छ हाले सो यसो भन्दै गाइस हजुरलाई बाई लभ यु अल एन्ड गुड इभिनिङ बाई गुड नाइट